एभ्रिवान आज चाहिँ म नर्स खड्काको च्यानलबाट चाहिँ म प्रीतिले अब आफूले थाहा भएको अलिकति नलेजहरू सेयर गर्दैछु है। आज चाहिँ हामीले भेन्टिलेटर सेटिङको बारेमा चाहिँ केही एक्सप्लेन गर्न गइरहेको छु। नर्मली हामी नर्सेसहरूले त भनिरहेको हुन्छौँ नि त होइन, कति बजिरहेको छ, आलार्म किन बजिरहेको छ, कति ट्वाटा ट्वाटा गरेको भन्दा हुन्छौँ नि त होइन। सो त्यो ट्वाटा चाहिँ के रहेछ र किन हुँदो रहेछ भनेर चाहिँ हामीले हेरौँ होइन। भेन्टिलेटरको सेटिङमा चाहिँ युजली एउटा हुन्छ हाई प्रेसर, एउटा हुन्छ लो प्रेसर है। त्यो दुईवटाको कारणले गर्दाखेरि चाहिँ युजली आराम दिइरहेको हुन्छ होइन। अब त्यसमा पनि अब यहाँ फेरि हेर्नु न, एक्टिभ पार्टिसिपेसन पनि गराउन मिलेन, सोध्नु मिलेन, सो म आफै कन्टिन्यू गर्छु है त। यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले अब हाई चाहिँ किन हुन्छ, हाई किन हुन्छ भन्दाखेरि चाहिँ कुनै पनि हाम्रो नर्मल फेनोमेना पनि बुझौँ होइन। कुनै ठाउँमा गाह्रो भइरहेछ कि इयर्समा गाह्रो भइरहेछ भनेपछि डेफिनेटली त्यहाँ रेसिस्ट भइरहेछ। केले गर्दा त्यहाँ प्रेसर बिल्ड भइरहेछ, केले गर्दा त्यहाँ फ्लो गर्न गाह्रो भइरहेछ भने चाहिँ एउटा भनेको चाहिँ नर्मली पेसेन्टले कहिलेकाहीँ फाइट गरिरहेको हुन्छ, रेसिस्ट भएको हुन्छ है। त्योमा चाहिँ युजली कफिङहरू पनि पर्छ है। अनि त्यो बाहेक चाहिँ अरू भनेको सेक्रेसन भयो। सेक्रेसनले गर्दाखेरि पनि के हुन्छ भन्दाखेरि चाहिँ रेस्ट डेभलप हुन्छ, प्रेसर डेभलप हुन्छ, सो त्यसले गर्दा आराम दिइरहेको हुन्छ। अनि एउटा भनेको चाहिँ किन कहिलेकाहीँ चाहिँ ट्युबहरू किङ भइरहेछ कहिले है, त्यो भयो भने पनि के हुन्छ जस्तोमा चाहिँ रेसिस्टेन्स डेभलप हुन्छ, सो द्याट हाई प्रेसरको चाहिँ हाम्रो आराम बजिरहेको हुन्छ है। सेक्रेसनको कुरा आइसक्यो, कफिङको कुरा आइसक्यो है त। अनि अर्को भनेको त पुवर लङ कम्प्लाइन्स पनि हुन्छ एउटा, त्यसले गर्दाखेरि पनि के हुन्छ भने चाहिँ प्रेसर बिल्डअप हुन्छ, त्यसले गर्दाखेरि पनि अलिक रेसिस्ट भएको भएर चाहिँ राम्रोसँग पास हुन पाउँदैन, सो हाई प्रेसरको आवाज चाहिँ दिइरहेको हुन्छ। यी भयो हाई प्रेसर किन हुन्छ। अब हामी चाहिँ नेक्स्ट अब हाई प्रेसरको कुरा गरिसकेपछि लो किन हुन्छ त, लोको आवाज सेटिङ किन दिन्छ त होइन, किन बजिरहेको छ त, क्वान्टा किन गर्छ त भन्दाखेरि चाहिँ लो भन्दा बित्तिकै चाहिँ अब त्यहाँ प्रेसरै छैन, त्यहाँ एकदम के भइरहेको छ भन्दाखेरि चाहिँ होल अथवा कहीँ एउटा ठाउँ बनिरहेको छ जहाँबाट चाहिँ हाम्रो प्रेसर लिक भइरहेको छ। सो त्यो ठाउँमा चाहिँ जुन प्रेसरमा जानुपर्ने त्यसमा जाँदैन र आराम दिन थाल्छ। त्यो सिचुएसनहरू कस्तो हुन्छ भन्दाखेरि चाहिँ कहीँ होल डेभलप भएको छ त्यसले गर्दा हुन्छ, र त्यस पछाडिबाट अर्को भनेको चाहिँ डिस्कनेक्सन भएको छ। कहिलेकाहीँ चाहिँ हामीलाई कस्तो हुन्छ भन्दाखेरि चाहिँ अघि नर्मली पेसेन्टहरू राख्नु हुन्छ र अब यो पाइप छ नि, यो भनेको चाहिँ कहिलेकाहीँ जोइन गरेको साइडबाट है, यो दुईवटा साइडबाट पनि एउटा लिक भएको के अरे डिस्कनेक्ट भएको हुनसक्छ भने कहिलेकाहीँ चाहिँ पेसेन्टकै साइडबाट पनि त्यो भिडियो पाइप चाहिँ हामीले जोइन गर्छौँ, त्यहाँबाट पनि छुटिएको डिस्कनेक्ट भएको हुनसक्छ। र त्यो सिचुएसनमा चाहिँ लो प्रेसरले आराम चाहिँ दिने भयो। त्यो दुईवटा कन्डिसन भयो है त। आई होप यहाँसम्म क्लियर हुनुभयो। अब नेक्स्ट सेसनमा फेरि अरू थप इन्फर्मेसनहरू लिएर आउनेछौँ। अनि अघि नर्स खड्का च्यानललाई चाहिँ अगेन आई विल रिपिट इट है, फलो गर्नु होला। अनि यसको लागि चाहिँ टिकटक पनि छ, इन्स्टाग्राम पनि छ, एन्ड युट्युब च्यानल पनि छ। हजुरहरूलाई कुन इजी छ, हजुरलाई इन्फर्मेसन पाउनलाई एक्सेसिबल कुन छ, हजुरहरूले कुन बढी चलाउनुहुन्छ, त्यसमा चाहिँ डेफिनेटली गिभ अ फलो एन्ड डु लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू।